अब रुल्सहरू चेन्ज भएको छ है। त्यो कारणले गर्दा चाहिँ यो भिडियो सेसनले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ हाम्रो डिसिजन के हुन्छ धेरै फाइदा हुन्छ। सो यहाँनिर सहमतिले जुन मलाई दिनुहुन्छ क्लासेस है त्यसमा चाहिँ एकदमै कन्सन्ट्रेसन चाहिँ हुनु है, फोकस हुनु पर्यो। सब रुल्स एन्ड रेगुलेसन के हुनु पर्यो बुझ्नु पर्यो र ताकि आउने म्याचेसहरूलाई हामीलाई के हुन्छ सजिलो हुन्छ। र अर्को कुरा त्यो मलाई बारम्बार भन्दै पनि आइरहेको कुरो चाहिँ कति रेस्पेक्ट गर्नुपर्छ अन द फिल्ड अफ द फिल्ड। जबसम्म गेम सकिँदैन तबसम्म के हुनु पर्यो रेफ्रीको नाम उठिरहन्छ होइन त। सो त्योहरूमा चाहिँ मैले के गर्नु पर्यो फोकस गर्नु पर्यो। यो एटिच्युडहरू चाहिँ के गर्नु पर्यो पोजिटिभ एटिच्युडमा चेन्ज गर्नु पर्यो। हो त्यहाँनिर हुन्छ कहिलेकाहीँ इमोसन्सहरू के हुन्छ लुज आउट अफ कन्ट्रोल हुन्छ, त्यसलाई चाहिँ कसरी कन्ट्रोल गर्छ त्यो कन्ट्रोल गर्नको लागि त रेफ्रीको डिसिजनहरू त्यहाँनिर। सो एभ्री प्लेयरहरूले चाहिँ के गर्नु पर्यो रेस्पेक्ट गर्नु पर्यो रेफ्रीको डिसिजनलाई। त्यो अनुसारले चाहिँ आज यो त्यो कुराहरू पनि के गर्नु पऱ्यो हरेक कुरा हरेक सेक्टरको फुटबल हामी फुटबलमा छौँ त्यही भएर हामी फुटबलमा के हुन्छ अपग्रेड भइरहेको पर्छ। यो अपग्रेड हुनको लागि चाहिँ कहिले यो क्लासेस कहिले अर्को भिडियो सेसन क्लासेस गर्नुपर्छ समथिङ है कुनै एनालाइसिस हुन्छ तिमीहरूले भनेपछि यो यसमा चाहिँ के गर्नु पऱ्यो हामी सबै के हुनु पऱ्यो अपग्रेड भइरहेको पर्छ। अहिले खेलेर मात्रै ट्रेनिङ मात्रै गरेर यो कन्सेप्टहरू चाहिँ मैले के गर्छु त्यसको लागि चाहिँ र अरू कुरा बारम्बार तिमीलाई भन्दै पनि आएर तिमीले अफसाइडको लागि अफसाइडको विषयमा होइन अफसाइडमा तिमीले जहिले पनि के गर्छ अफसाइड जहिले विषय फाइनल विषय बसेरै हुन्छ खालि कम्प्लेन मात्रै गरेर यो कुराले यो आजको क्लासले यो विषयले गर्दाखेरि पनि हामीलाई चाहिँ केही तिमीहरूलाई हदसम्म तपाईँहरूलाई के हो नलेज सोर्सहरू पनि के गर्नु पायो होइन। त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो क्लास स्पिड अलिकति बढ्यो र बल मैले के गरेँ अब लेख्यो फर्स्ट मैले बल भेट्यो अब मैले बल भेट्यो सँगसँगै मैले के गरेँ अब उनीहरू आएको छ नि त उनीहरू आएको छैन नि उनीहरू पनि के गरेँ मैले अब हानिदियो बल पनि हान्यो र प्लस के गरेँ मान्छे पनि हान्यो त्यसपछि अब त्यो के भयो बाँकी त भन्छ नि त अरू मान्छे के मैले बल हाल्नु मैले बल फेरि हो नि भन्छ नि तर बल फर्स्ट बल खेलेको सेकेन्ड के भयो अब सेकेन्ड रियाक्सन कहाँ गयो